हेलो एभ्रिवान, तपाईँहरूमध्ये धेरैजना पासपोर्ट बनाउँदा धेरैजना कन्फ्युज हुनुहुन्छ। यो चाहिँ काठमाडौँ स्थित त्रिपुरेश्वर वर्ल्ड ट्रेड सेन्टर अपोजिटमा त्यहाँ जानु होला र ई पासपोर्ट लेखेको त्यो ठाउँमा गएर चाहिँ अनलाइन फर्म भर्नु होला। केही चार्ज लिन्छ। त्यो फर्म भरेर भित्र गइसकेपछि चाहिँ यो भाउचर भर्ने, भाउचर 12,000 लिन्छ। त्यो भरिसकेपछि यो राजस्व बुझाउने ठाउँमा त्यो नम्बर हेर्नु होला है। त्यहाँ सिधै जाने, अलमल नगरी। त्यसपछि अनलाइन पनि तपाईँहरूले पैसा पे गर्न सक्नुहुन्छ। अनलाइनमा चाहिँ धेरै भिड हुन्न। र त्यसपछि तपाईँहरू रुजु गर्न जानुपर्ने हुन्छ। रुजु गर्ने ठाउँ हेर्नु होला, त्यहाँ नम्बर पनि हेर्नु होला। अलमल नगरी रुजु गर्ने ठाउँमा जाने। र बच्चाहरूको केसमा चाहिँ तपाईँहरू यो काउन्टरमा गएर केही बुझ्नुपर्ने हुन्छ। त्यहाँ आफ्नो जिल्लाबाट केही सम्बन्धित कागजपत्रहरू झिकाउनु पर्ने हुँदो रहेछ आफ्नो जिल्लाबाट। त्यहाँनिर तपाईँहरू बुझ्न सक्नुहुनेछ। त्यसपछि मात्र तपाईँहरूभित्र फोटो खिच्न जान पाउनुहुनेछ। तपाईँहरू ती गएर बुझ्नुहोस् पहिला। र त्यसपछि यो चाहिँ फोटो खिचाउनेको लाइन हो है। एकदमै यहाँनिर प्रत्येक चेयरमै बसेर हामी लाइन बस्न सक्छौँ, तर मान्छेहरू धेरै आत्तिएर होला उभिरहनु भएको छ सबै। यहाँ चाहिँ सर चेयरमा बस्नुपर्ने हुन्छ, आफ्नो टर्न कुरेर लाइनमा बस्नुपर्ने हुन्छ। त्यसरी नै हामी चाहिँ हाम्रो केही पत्र नआएको हुनाले हामी चाहिँ साइडमा बसिरहेछौँ। केही व्यक्तिहरू यसरी लाइनमा उभिरहनु भएको छ। मेरो भदै मक्खै परिरहेछ कतिखेर काम बन्छ भनेर। र के चाहिन्छ भनेर त्यहाँ हेर्नुहोस् है, त्यो बोर्डमा हेर्न सक्नुहुनेछ है। दर्ता गर्दा फोटो खिचाउँदा त्यो पनि पज गर्दै हेर्नु होला यो भिडियो। र यसरी नै हामी चाहिँ सकिसकेका छौँ। फोटो खिचेर निस्किसक्नु भएको छ मेरो भाउजू भदै। र यो चाहिँ लाइन हेर्नुहोस्, कति धेरै लाइन भिड यस्तै छ। अझै अव्यवस्थित भइरहेको भनौँ कि मान्छेले कति मान्छे त्यहाँ गएर अलमल लिनुहुन्छ। यो चाहिँ मैले सर्टकट मैले बुझेको भिडियो यहाँहरूलाई सजिलो होस् भनेर राखिदिएको छु। तपाईँहरूलाई थोरै भए नि सहयोग हुनेछ। नागरिकता एउटा हो र राष्ट्रिय परिचय पत्र, अरू बाँकी के हो बुझेर जानु होला। र कहाँ जाने कसो गर्ने भन्ने चाहिँ मैले सर्टकटमा राखिदिएको छु। हाम्रो चाहिँ लगभग काम बनिसकेको हुनाले हामी खुसी भएर अब म पार्किङतिर जाँदैछु मेरो स्कुटर लिन। र पार्किङमा पनि हेर्नुहोस्, अर्ली मर्निङबाट यस्तो भिड, मुनि पुरै अन्डरग्राउन्डमा लाइन छ। लाइन धेरै लामो भएर ल यस्तै छ भिडभाड। अब त्यही हो, यस्तै हो। जति व्यवस्थापनमा कमी भनौँ या के भनौँ, तपाईँहरू आफै बुझ्नु होला। ल टाटा।